सिक्किमको प्रशासन चाहिँ कहाँ गयो होला है। हिजो अस्ति मात्रै त्यत्रो बेसी घोपेर सकेको, फेरि अहिले मिस्टर जोजोलाई फेरि त्यो मास्क लगाउने मान्छेहरूले घोपेर चाहिँ यस्तो खुन भल्ती बगाइदिएको छ। अनि सिक्किमकै बारेमा बोल्दा, अनि सिक्किमकै बारेमा भन्दा, अनि सिक्किमकै मान्छेलाई विकास चाहिएको छ, अनि गरिब मान्छेको आवाज उठाउँदा चाहिँ मान्छेले यसरी किन गएर चाहिँ कुटेको होला है। सिक्किममा चाहिँ पहिला बस्नुको लागि एकदम सेफ्टी थियो। आजभोलिको जमानामा चाहिँ यो सिक्किममै बस्ने मान्छेको सेफ्टी छैन क्या। अब बजारतिर हिँड्दाखेरि पनि रिक्स हुन थाल्यो। हिजो अस्ति त्यत्रो मान्छेलाई घोपेको 1 हप्ता बेसी भइसक्यो। सिक्किमको पुलिसहरूले चाहिँ अहिलेसम्म त्यो मास्क लगाउने मान्छेहरूलाई चाहिँ किन नखोजेको होला, अनि किन नपक्रेको होला है। यो एकदम ठुलो सोच्ने कुरा हो। अनि जसले पनि पैसा दिएर कुट्नु लगाउनु भएको छ, अनि तपाईँहरूले त गएर मिस्टर जोर्जालाई कुट्नु भयो, तपाईँहरूले सम्झिनु हुँदो होला है। एकदम हाम्रो ठुलो अफिसर हाम्रो हातमा छ, अनि हामीले गएर कुट्यौँ, अनि त्यत्रो अर्काको खुन बगाएर चाहिँ अनि तपाईँले भात कसरी चाहिँ खानुहुन्छ होला एकमा चाहिँ है। अनि अर्काको खुन बगाएपछि नि भगवानले नि चक्रा घुमाएको दिन नि अर्कालाई तपाईँको पनि त्यसरी नै खुन बगाइदिन्छ। यति कुरा चाहिँ सोच्नुहोस् कि तपाईँहरू त के हो, बुद्धि पनि छैन कि के हो, काम गरेर खानु नि। अर्का मान्छेलाई कुटेर अनि कसैले पैसा दियो, तपाईँलाई पैसा दियो, त्यो पैसाले अर्का मान्छेको खुन बगाएर, कसै मान्छेको छोराको खुन बगाएर है, अनि त्यसरी कमाएको पैसा कति दिन टेक्छ। काम गरेर खानुहोस् न, किन अर्काले जे गर भन्यो त्यही गर्नुहुन्छ है। म तपाईँ नै भन्छु तपाईँहरूलाई पनि के, एउटा तपाईँहरूको सोचमा चाहिँ नि त्यो गिदीहरूमा चाहिँ नि बेसी जङ्गाडक्सी खाएर चाहिँ नि त्यो लिदी परिसकेको होला। अनि तपाईँहरू चाहिँ पैसामा बिक्ने के हो, अर्कालाई अलिक बेसी पैसा दिन्छु मार भन्यो भने पनि तपाईँहरूले त मार्ने रहेछ नि त, के कसो होइन। अनि तपाईँहरूले सोच्नु होला मेरो हाम्रोमा त हामीलाई त पुलिसले पक्र्यो भने हाम्रो त ठुलो अफिसर छ, उसले पैसा दिएर त हामीलाई कुट्नु लगाएको भनेर तपाईँहरू ढुक्कै भएर नबस्नुहोस्। एक दिन नि काहीँ न काहीँबाट तपाईँहरू नि पक्रा पर्छ। चोर चाहिँ नि जत्तिकै सातिर भए पनि नि एउटा न एउटा सबुत छोड्छ भनेको सुन्नुभएको होला अवश्य पनि है। थुम्चेले छोप्दा डोकोले छोपेको दिन चाहिँ नि हात खुट्टा भाँचेर चाहिँ नि यस्तो मान्छेहरूलाई चाहिँ नि सबक सिकाउनु चाहिँ जरुरी छ। सिक्किममा त नि अलिकति जो मान्छे बोल्छ त्यो मान्छेलाई त खोजी कुट्दैछ त, किन कुटेको बोल्नै नहुने हो। जे कुरा छैन भन्नु पायो नि त। सिक्किमको मान्छेले नबोलेर बाहिरको मान्छे आएर बोल्छ त, हाम्रो जग्गामा विकास पुगेको छैन, हाम्रो जग्गामा घर आइपुगेको छैन, हाम्रो जग्गामा च्यात्रा आइपुगेको छैन, बाहिरको मान्छेले आएर बोल्नु, सिक्किमको मान्छेले नबोलेर चाहिँ। अनि सिक्किमको मान्छेले जसले बोल्दैछ त्यो मान्छेलाई खेदी कुटेपछि अलिकति यहाँको कानुन पनि अलिकति टाइट हुनुपर्ने हो नि त है। एउटालाई पहिला त्यसरी कुटेपछि अनि यो मान्छेहरू चाहिँ कहाँबाट आएको अलिकति छानबिन त गर्नुपर्ने हो नि त, किन नगरेको। अब सिक्किममा त यस्तै प्रकारले हो भने त सिआइडी अफिसरहरू मगाएर राख्दा भयो त अन्त यस्तै प्रकारले हो भने त होइन। अब यहाँको अफिसरहरूले पक्रिनु सकेको छैन पछि त अन्त अब उन्दोबाटै मगाएर चाहिँ अनि सिआइडी अफिसरहरू छोड्नु पर्यो नि त, कि कसो होइन। मान्छेलाई घोपेर गएको कहिले हो अहिलेसम्म पनि पक्रा परेको छैन। अनि भनिसकेपछि मान्छे कुटेर जाने मान्छेलाई त पक्रिनु सकेको छैन, पछि मर्डर गर्ने मान्छेहरूलाई चाहिँ तपाईँहरूले कसरी चाहिँ पक्रेर ल्याउनु हुँदैछ त्यसरी नै छानबिन गर्नुहोस् न। मर्डर गर्ने मान्छेहरूलाई त पक्रेर तपाईँले आजको भोलि पक्राउ गरेर ल्याउँदैछ, पछि मान्छे मास्क लगाएर कुटेर जाँदैछ, काहीँ न काहीँ त सिसी क्यामेरामा क्याप्चर भएको होला नि, काहीँ न काहीँ त है। अलिक छानबिन चाहिँ राम्रोसँगले गर्ने बेला भयो है। अनि जति पनि कुटेर दण्ड भएर घरमा बस्नु हुँदैछ नि, एक दिन तपाईँको अफिसरले तपाईँलाई नि कुकुर गन्ती पनि गर्दैन। त्यतिखेर चाहिँ नि सम्झिनुहोस् है। मैले कसैको खुन भगाएर चाहिँ 1-2 रुपियाँ पाएको थिएँ, त्यो पैसाले चाहिँ मैले भात चाहिँ नि कसरी चाहिँ खाएँ होला अर्काको खुन बगाएर भनेर नि यो कुरा दिमागमा राख्नुहोस् र नि पैसाको लागि नि नबिक्नुहोस्, काम गरेर खानुहोस् ल। आफ्नो इज्जत नि आफै नफेक्नुहोस्। जति बाँच्नुहुन्छ संसारमा तपाईँ नि आफ्नो कमाइले खानुहोस् है। अर्काको खुन बगाएको पैसा नि कति दिन पनि टेक्दैन। अर्कालाई कुटपिट गरेर केही पनि पाउनेवाला छैन। बाँच्छै होला यो संसारमा 60-70 वर्ष, त्यतिखेर नि राम्रो काम गर्नुहोस्, ताकि तपाईँलाई एक दिन पक्रेर पुलिसले लगेको दिन नि तपाईँको घर फ्यामिली होला, तपाईँको आमा बाउलाई कति बेसी दुःख पर्छ होला, कति मनमा पीडा हुन्छ होला। मैले हुर्काएको छोराले अर्कालाई कुटेर पैसा कमाएको थिएछ भन्दाखेरि मनमा कति गिल्टी हुन्छ होला है। तपाईँको बुढी होला, कतिजनाको नानी होला, पछिको दिनमा बाउले काम बिगारेको चाहिँ नि त्यो छोराले पनि भोगेर जानुपर्छ। त्यसको बाउले अर्कालाई झन्डै मारेर चाहिँ पैसा कमाएको थिएछ भनेर पहिले आफ्नो फ्यामिलीको बारेमा पनि सोच्नुहोस्। आफ्नो ऐसो आरामको जिन्दगी बिताउनुको लागि त्यसरी मान्छेलाई कुट्दै नहिँड्नुहोस्। मास्क लगाएर हिम्मत छ भने ओपन कुट न होइन, हिम्मत छ भने। तपाईँहरूकोमा हिम्मतै छैन, चोरले जस्तो मास्क लगाएर किन कुट्दै हिँड्नु अर्कालाई। हिम्मत छ भने त ओपन कुट्छ नि त मान्छेले होइन। हिम्मत छ भने चाहिँ कि चोरले जस्तो पछाडिबाट किन कुटिबस्नु, त्यो त नामर्द हो नि त, नामर्द। त्यस्तोलाई त खकाडा काडी थुक्दा पनि हुन्छ।